आज मिति 2072 साल 1 महिना 18 गते बिहिबार नेवारहरूको ठुलो चाड दुगुडे पूजा भन्नाले भक्तपुर आउँदाखेरि बास बसेको ठाउँलाई सम्मान स्वरूप वर्षको एकचोटि मनाउने गरिन्छ, जसलाई दुगुडे पूजा भनिन्छ, जसमा आफ्नो वंशको टाढाको नजिकको सबै आएर यहाँ भेटघाट गरी पूजाआजा गरी समयभोजी खाएर खुसी भएर घर फर्किने गरिन्छ। यो दिन एउटा खुसीको दिन हो। यो दिनलाई पनि राष्ट्रिय दिवस मनाए झन् राम्रो होला। धन्यवाद छ है।